नमस्कार साथीहरू, यदि यहाँहरूले चाहिँ कफी रोपण गर्न लागिराख्नु भएको छ र कफी रोप्ने योजना बनाइराख्नु भएको छ भने यो सिजन अत्यन्त उपयुक्त सिजन हो। लगभग हामीले चाहिँ सामान्यतया रोप्नको लागि त सिँचाइको अवस्था राम्रो छ भने चाहिँ हामीले फागुनदेखिबाट सुरु गरिन्छ भने यदि हामीसँग सिँचाइको व्यवस्था उचित छैन भने चाहिँ यो जेठदेखि असारसम्म चाहिँ अत्यन्त उपयोगी समय हो। र हामीले चाहिँ कफी रोपण गर्नु पूर्व तयारी गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भन्दाखेरि हाम्रो जमिनको छनौट। हामीले चाहिँ समुद्री सतहदेखि हाम्रो जमिन कुन भूभागमा पर्छ, कुन लेभलमा पर्छ, एलिभेसन। जस्तै हाम्रो नेपालको सन्दर्भमा उत्कृष्ट कफी अरेबिका कफी मात्रै हो नेपालमा चाहिँ हुने। उत्कृष्ट अरेबिका कफीको भेराइटी सबैभन्दा बेस्ट भनेको 800बाट चाहिँ माथि 1600सम्म मानिन्छ भने अझ स्पेसिलिटी कफी जुन क्वालिटीयुक्त हुन्छ त्यो चाहिँ 1400देखि माथि भनिन्छ। र माथि भन्दै गर्दाखेरि चाहिँ हामीले जति माथि हाइटमा गयो त्यति हामीलाई चाहिँ रिस्क बियरिङ प्रब्लमहरू धेरै आउँछ ओभर टाइम। किनभने यस्तो धेरै उच्च भूभागहरूमा चाहिँ हिउँदमासी पर्ने, तुसारो पर्ने र चाहिँ त्यो टाइममा नउभाउने गर्दाखेरि चाहिँ बिरुवालाई हानि पुग्छ। विशेष गरेर सुरुको वर्षहरूमा त अत्यन्त हानि नै पुग्ने भयो होइन। तसर्थ हामीले चाहिँ हाम्रो जमिन यदि 1600 मिटरसम्म पनि छ भने हाम्रो जमिन पूर्वतिर फर्केको छ कि होइन, साउथ इस्ट फर्केको छ कि अझ सबैभन्दा बेस्ट चाहिँ साउथ इस्ट फर्केको छ। र हामीले चाहिँ यस्तो जग्गाहरूमा चाहिँ बिहान छिटो घाम पर्ने र बेलुकाको चाहिँ आफ्टरनुन चर्को घामले चाहिँ बिरुवाहरूलाई नभेट्ने हुँदाखेरि यस्तो जग्गा छनौट गरिन्छ। र पूर्वतिरको जुन उत्तरतिरको चिसो हावा छ त्यो वहन चाहिँ कम हुने हुँदाखेरि चाहिँ हामीले यस्तो जग्गा चाहिँ छनौट गर्छौँ। र छनौट गर्दाखेरि त्यो वरिपरिको सराउन्डिङ यसरी चाहिँ छारीयुक्त छ कि छैन, नेचुरल्ली चाहिँ त्यो पनि हेर्नुपर्ने हुन्छ। यदि यसरी छारी चाहिँ तपाईँको नेचुरल्ली छैन भने तपाईँहरूले त्यसको लागि चाहिँ छारी चाहिँ 1-2 वर्ष पहिलाबाट नै लगाउनु पर्यो। यदि तपाईँले अहिले कफी रोप्नुहुन्छ र 1-2 वर्ष पछाडिसम्म छारी छैन भने अहिले नै रोप्नु पर्यो। र यसरी इमर्जेन्सी के भन्छ सेल्टर चाहिँ सेड चाहिँ दिनु पर्यो। र यसरी इमर्जेन्सी सेड चाहिँ रोपेको वर्षमा छारी छ भने पनि यसरी इमर्जेन्सी सेड दिनुपर्छ। किनभने जाडोमा हामीलाई चाहिँ गाह्रो हुन्छ कि कमसेकम छारी छ र पनि तपाईँहरूले चाहिँ वैशाखमा रोप्यो अनि कार्तिकसम्म चाहिँ छारी लगायो भने राम्रो हुन्छ। र यसलाई चाहिँ पूर्ण छारी होइन, 50% घाम र 50% चाहिँ यसको छारी चाहिने रहेछ। यसलाई चाहिँ पूर्ण रूपमा चाहिँ यसलाई चाहिँ छारी पनि राम्रो त्यति उपयुक्त हुन्न भने यसरी चाहिँ सधैँभर पानी जम्ने ठाउँ पनि राम्रो नमानिदो रहेछ। अब यो भनेको जग्गा छनौट भयो हाम्रो, अर्को चाहिँ छारी व्यवस्थापन भयो र एलिभेसनको कुराहरू पनि गऱ्यौँ होइन। अब हामीले चाहिँ खाल्डो चाहिँ कसरी चाहिँ व्यवस्थापन गर्ने, खाल्डो कसरी खन्ने र कुन समय पहिला खन्ने, र खाल्डो खन्दाखेरि त्यसको दूरी लगभग 2 मिटरको दूरी हामीले कायम गरिएको खण्डमा चाहिँ त्यो हाम्रो एक रोपनी जग्गामा लगभग 100वटा हुनसक्छ। अझै अलिकति जुन डिस्टेन्स मेन्टेन गरेर गर्ने भने 80सम्म पनि हुन्छ। र हाई डेन्सिटी फार्मिङ भन्छ आजभोलि। यदि तपाईँहरूले चाहिँ हाई डेन्सिटी फार्मिङ पछि चाहिँ तपाईँहरूले चाहिँ उचित व्यवस्थापन र बिरुवाहरूको बढोत्तरीसँगै काटछाट गर्न सक्नुहुन्छ भने त्यसमा चाहिँ हाई डेन्सिटी फार्मिङ लगभग 1 मिटरको दूरीमा पनि यसरी गर्न सकिन्छ। तर हाम्रो लागि चाहिँ 2 मिटर नै बेस्ट हुन्छ। इभन यु क्यान गो इभन फर्दर, इट्स स्टिल बेटर। किनभने चाहिँ हाम्रो चाहिँ यसरी हाम्रो बार व्यवस्थापन गरिराख्नु पर्ने चाहिँ जरुरत हुँदैन भने हामीले चाहिँ जुन डिस्टेन्स मेन्टेन गर्दाखेरि रोग किराहरू चाहिँ लाग्ने सम्भावना पनि कम हुन्छ। र यो एरियामा चाहिँ मैले यो नेचुरल छारी भएको कारणले चाहिँ यो 3-4वटा बिरुवामा लगाएको छैन भने यो 2टामा लगाएँ। घरमुनितिर चाहिँ 30-40 बोट छ, त्यसमा पनि मैले पूर्णतः छारी दिएको छु टेम्पोररी। र कतिपय ठाउँमा मेरो छारी नभएको ठाउँमा चाहिँ अहिलेबाट मैले एभोकाडोहरू अन्तर्वाली। अब यसरी अन्तर्वाली गर्दाखेरि अब यहाँ त नेचुरल भयो, अब यसले त मलाई केही प्रतिफल दिन्न। तर अबदेखि रोपण गर्ने हो भने चाहिँ हामीले चाहिँ एभोकाडो, केरा होइन, अब सिरिस भन्ने चाहिँ त्यसको चाहिँ खासै फाइदा त हुँदैन, तर त्यो अल्को जान्छ। तर हाम्रो चाहिँ उचाइ अनुसार चाहिँ त्यो मेन्टेन भएको छ कि छैन, उचाइ अनुसार चाहिँ त्यो बिरुवा हुन्छ कि हुन्न त्यो पनि अध्ययन गर्नु पर्यो। अन्तर्वाली र सुरुको वर्षहरूमा चाहिँ यसरी बिरुवा धेरै नहुर्किने भएको हुँदाखेरि यसरी छेउछेउमा के भन्छ तपाईँले चाहिँ कोसे बाली बाहेक लहरा फैलिने बाली बाहेक जस्तै खुर्सानीहरू, अदुवा, बेसार यस्तो रोप्न सकिने भयो होइन। ल
अब हामीले चाहिँ यो बिरुवा अब हामीले चाहिँ खाडल व्यवस्थापन, खाडल कहिले खन्ने र कसरी खन्ने, त्यस पछाडि बिरुवा छनौट अनि बिरुवा रोपेर यसरी हामीले चाहिँ मल्चिङहरूको यसको चाहिँ एउटा उदाहरण दिन्छौँ है त। हामीले चाहिँ कफी रोप्नु पूर्व करिब 2 महिना अगाडि, 1.5 महिना अगाडि हुँदा नि हुन्छ, यसरी 60 सेन्टिमिटर बाई 60 सेन्टिमिटर लगभग 2 फुटभन्दा बढी हुन्छ, मेरो एक हात भइहाल्यो होइन। अनि अर्को लगभग एक हात नै गरेर चाहिँ यो छ। डेप्थ पनि त्यही छ, डेप्थ पनि लगभग 2 हात छ। यतिसम्म चाहिँ यसको खन्नुपर्ने हुन्छ र यसको टप सोइल डिफ्रेन्ट जग्गामा र यसको बेसको माटो चाहिँ त्यति मलिलो हुँदैन र यसलाई ट्रिटमेन्ट गरेर हालेदेखि छुटेको कुरा हो। नत्र हामीले धेरै जस्तो टप सोइल नै युज गर्छौँ यो खाडलमा चाहिँ, विथ म्यान्योर, अब पाकेको मल अथवा कम्पोस्ट हामीले चाहिँ त्यसलाई मिक्स गरेर थोरै खरानी पर प्लान्ट 200 ग्रामसम्म, र यदि पछि राम्रो सिँचाइमा हामीले ध्यान दिने हो भने र अलिकति मोइस्चर चाहिँ इन्ट्याक्ट रहिरहोस् भन्नको लागि चाहिँ बायोचार हामीले चाहिँ कोइला जलाएर कोइला बनाउने र त्यसलाई चाहिँ ठिक्कको ग्रेडिङ गरेर चाहिँ त्यसमा बिचमा पनि त्यसलाई हाल्न सकिन्छ। तर त्यसले चाहिँ खरानीलाई चाहिँ रिप्लेस चाहिँ गर्दैन, किनभने खरानीमा डिफ्रेन्ट तत्त्वहरू हुन्छ भने बायोचारमा डिफ्रेन्ट हुन्छ। र हामीले चाहिँ यो खाडल 1.5 महिना पहिला किन खन्ने त भन्दाखेरि यसरी सुक्छ र यहाँ भएको चाहिँ हामीलाई चाहिँ हार्मफुल ब्याक्टेरियाहरू यसमा चाहिँ रहेको हुन्छ र तिनीहरू चाहिँ मर्ने क्रम हुन्छ यसरी घाममा सेकिए पछाडि। र यो खाडल पनि बिस्तारै बिस्तारै चाहिँ यसमा जुन कीटाणुहरू यहाँ अर्थिङ भित्रबाट चाहिँ अर्थबाट चाहिँ आउने चाहिँ किराहरू हटाउन सहयोग गर्छ। प्लस हामीले चाहिँ यसलाई चाहिँ थोरै राउन्डिङ केही पराल सराल राखेर यसमा आगो लगाउन पनि सक्छौँ। र यसको यो खाल्टो खनेर यसरी राखिसकेको र हामीले बिरुवा रोप्नुभन्दा 1-2 हप्ता 3 हप्ता अगाडि चाहिँ यसरी मिक्स गरेर कम्पोस्टसँग हामीले चाहिँ माटोलाई यो टप सोइल, यो टपको सोइललाई चाहिँ माथि, यो माथिको भागको माटोलाई चाहिँ तल हाल्नुपर्ने हुन्छ र यो बिचको भागको माटोलाई चाहिँ फेरि माथि माथि मिक्स गरेर चाहिँ यतिसम्म भरेर राख्ने। किन चाहिँ पहिले राख्ने भन्दाखेरि चाहिँ यो ट्रिटमेन्ट जुन माटोको अलिकति यसको क्वालिटी नराम्रो छ भने पनि त्यसलाई ट्रिट गरेर हुन्छ। कम्पोस्ट मलले चाहिँ त्यसलाई चाहिँ राम्रोसँग चाहिँ एउटा बिरुवाको लागि चाहिने उचित वातावरण बनाइराख्न चाहिँ सहयोग गर्छ। तसर्थ चाहिँ त्यही भएर अलिकति पहिला गर्ने र बिचमा सेन्टर भागमा चाहिँ एउटा चाहिँ केही काठले चाहिँ इन्डिकेसनको लागि पछाडि चाहिँ थाहा होस् भन्नको लागि गाडेर छोडिदिने र बिरुवा लगाउने, यो चाहिँ प्रोसेस छ। र खाल्डो चाहिँ अलिकति ठुलै हुनुपर्छ। यदि तपाईँको चाहिँ माटो अझ त्यति राम्रो छैन र चाहिँ चिम्टाइलो माटोहरू छ, सुक्खा माटोहरू छ र तल चाहिँ अलिकति ग्रेगरहरू यस्तो ढुङ्गाहरू चाहिँ अलिकति बढी छ भने अझ फर्दर तपाईँहरूले चाहिँ 1 फिट बढी, लगभग 3 फिट बढी चाहिँ 3 फिट चाहिँ खन्न सक्नुहुन्छ। त्यस्तो गर्दाखेरि चाहिँ अझ राम्रो चाहिँ बिरुवालाई चाहिँ अलिकति लङ लास्ट हुन चाहिँ सजिलो हुन्छ। यो छ चाहिँ खाल्टोको प्रोसेस छ है त साथीहरू। अब हामीले चाहिँ खाडलको भिडियो हेऱ्यौँ होइन। खाडल चाहिँ हामीले चाहिँ कमसेकम 2 फिट हुनुपर्ने रहेछ भने, यदि तपाईँहरूको माटो अलि रुखो छ र ढुङ्गाहरू गेग्रानहरू छ भने चाहिँ त्योभन्दा बढी पनि जान सक्नुभयो। त्योभन्दा बढी गयो भने जरा फैलिन सक्ने भयो, अझ लास्टिङ हुने भयो, त्यो चाहिँ भयो। अब मैले चाहिँ फोटोमा पनि तपाईँलाई देखाएको छु बिरुवा छनौट कसरी गर्ने र बिरुवाको छनौट गर्दाखेरि न्यूनतम मापदण्डहरू के हुन् भनेर चाहिँ म भन्न गइरहेको छु। यो बिरुवा पनि हाम्रो चाहिँ खासै यो लगभग 30 दिन पनि पुरा भएको छैन रोपणदेखि, तसर्थ मैले यही बिरुवालाई पनि एउटा उदाहरण दिन चाहेँ होइन। अब बिरुवा चाहिँ सबभन्दा पहिला त रोगमुक्त हुनु पर्यो। अलिअलि अब यो पातहरू किराले खान्छ भने त्यो फरक कुरा भयो, तर इन्टरनल इन्भेजन चाहिँ बिरुवामा हुनु भएन होइन। अब तपाईँको चाहिँ यो बिरुवा चाहिँ के हुनु पर्यो, 6 जोडी चाहिँ कमसेकम पात। अब यहाँ 1 जोडी 2 जोडी 3 जोडी 4 जोडी 5 जोडी 6 जोडी त भइसक्यो, 7 जोडी 8 जोडी तलकोसँग पनि भयो र कमसेकम तपाईँको 6 जोडी र राम्रो 8 जोडी भन्दा बढी भयो भने अति उत्तम बिरुवा। र यसरी यो फेदको छ नि, यो फेदको चाहिँ स्टेमको त्यो फेदको भाग, यो फेदको भाग चाहिँ सिसा कलम, तपाईँहरूले चाहिँ हामी सबैले कुनै न कुनै समयमा चाहिँ सिसा कलम प्रयोग गरेका छौँ। यसरी चलाउँदाखेरि सिसा कलम साइजको चाहिँ हुनु पर्यो हातमा है।
र सबैभन्दा पहिला अब तपाईँहरू चाहिँ भेराइटी पनि चुज गर्न सक्नुहुन्छ। अरेबिका मात्रै भनेर भएन, अरेबिकाभित्र पनि टेकेसिक होइन, क्याटिमोर, अनि के भन्छ तपाईँको चाहिँ बोर्बन होइन, येलो क्याटुरा, रेड क्याटुरा बोर्बनभित्रकै हो होइन। यी विविध चाहिँ छन्। अब अहिले चाहिँ भर्खरै पनि इन्डियाबाट आधिकारिक रूपमा आएका बिउहरू पनि छन्। अब यो चाहिँ तपाईँले बुझे राम्रो, किनभने पछाडि चाहिँ हामीलाई व्यापार गर्दाखेरि अझ सजिलो हुन्छ। किनभने उत्पादन गरिसके पछाडि मेरो बिरुवाको जात के हो, कति एल्टिट्युडमा हो, कुन क्वालिटीको हो भनेर चाहिँ तपाईँले चाहिँ एक्सप्लेन गर्न सक्यो भने अझ बेटर हुन्छ। र तपाईँको प्रोसेसिङ स्टाइल के हो त्यो पनि भन्न सक्यो भने राम्रो हुन्छ। र यो बिरुवा चाहिँ यो भयो होइन। कमसेकम यसको उमेर पनि ख्याल गर्नु पऱ्यो। कमसेकम 12 महिना कट्नै पऱ्यो र 18 महिनासम्मको चाहिँ रोप्न सकिन्छ। 12 महिनादेखि 18 महिनासम्मको अत्यन्त उपयोगी हुन्छ बिरुवा। र साथीहरू अब बिरुवा चाहिँ अब हामीले चाहिँ ल्याएर खाडलमा झ्याप्प त हाल्यौँ होइन। खाडलमा हाल्ने पनि मैले खाडल त र मलको चाहिँ मिश्रण त भने, त्यसमा अलिकति खरानी मिसाएर चाहिँ गर्दा पनि भयो। तपाईँको अब माटोको पिएच लेभल नै चेक गर्नुभएको छ र अझै चाहिँ तपाईँले गहिराइमा जान सक्नुहुन्छ भने त त्यो अत्यन्त राम्रो। तपाईँको पिएच लेभल कति छ, थोरै छ भने त्यो अलिकति क्षारीय एसिडिक हुन जान्छ। त्यसलाई चाहिँ कम गर्नको लागि कृषि चुन तपाईँलाई चाहिँ जहाँ चेक गर्छ त्यहाँ कृषि चुनको लागि चाहिँ सिफारिस गरेकै हुन्छ। त्यसरी सिफारिस गर्दाखेरि तपाईँले चाहिँ खाल्टोको चाहिँ जुन पिँधहरूमा चाहिँ र वरिपरि हल्का कृषि चुन छर्न सक्नुहुन्छ। त्यस पछाडि चाहिँ कम्पोस्ट मल, भर्मी कम्पोस्ट जे हुन्छ, तपाईँ गोठे मल त पाकेको मल हुनु पऱ्यो, फेरि फ्रेस हुनु भएन, र हुनु भएन, अलिकति पाकेको काँचो गन्ध नआउने चाहिँ कम्पोस्ट मल। र यो टप सोइल जुन माथिको भएको हुन्छ त्यो अलिकति फर्टाइल हुन्छ, त्यो अर्ग्यानिक कम्पाउन्डहरू धेरै हुन्छ। जराको चाहिँ अलि त्यति मलिलो हुँदैन, त्यसमा चाहिँ खासै माइक्रोब्सहरू पनि हुँदैन, जुन बिरुवालाई चाहिँ मल दिनलाई सजिलो गराउँदै गर्छन् पछाडि होइन। अब यसरी मिश्रण गरेर चाहिँ तपाईँले चाहिँ 1 महिनासम्म राख्नुहुन्छ। यसरी लट्ठी गाडेर राख्नुहुन्छ, जुन मैले पहिलाको अघि पनि भने भिडियोमा। अब यसरी चाहिँ बिरुवा ल्याउँदाखेरि तपाईँले चाहिँ यो बराबर तपाईँले चाहिँ जुन पोलिब्याग मैले फोटोमा पनि देखाएको छु, पोलिब्यागमा जुन लेभलसम्म माटो छ त्यही लेभलको चाहिँ यहाँ हुनु पऱ्यो। यहाँ तपाईँले चाहिँ अब पोलिब्यागमा यतिसम्म आएको थियो, तपाईँले चाहिँ यहाँ यति अलिकति तल गाड्छु भनेर नि भएन, अब अलिकति अझै तल जान्छु भनेर पनि भएन, किनभने त्यो पछाडि चाहिँ कुहिने समस्या आउँछ र बिरुवा नै मर्ने, रुट रट भन्छ, जरा कुहिने यस्तो समस्या आउन सक्छ। र बिस्तारै चाहिँ तपाईँको चाहिँ घाटा हुनसक्छ। र यसरी चाहिँ हाम्रो चाहिँ यसरी छेउछाउबाट पानी बग्ने चाहिँ हुनु पऱ्यो। त्यस पछाडि हाम्रो सबैभन्दा महत्त्वपूर्ण पार्ट आउँछ चाहिँ मल्चिङ। यसरी मल्चिङ गरिराख्यो भने चाहिँ तपाईँको चाहिँ यो वरिपरि देख्नु भएको छ झार छैन नि, यो चाहिँ लगभग मैले चाहिँ यो रोपेको बेरबारै गरेको हो, खासै झारहरू छैन यहाँ। र यसले चाहिँ मोइस्चर जुन पानी चाहिँ यसरी चर्को घाम लागेको बेलामा चाहिँ झ्याप्प लिएर पनि जान सक्दैन, र यदि ठुलै पानी पऱ्यो भने पनि यहाँको मलिलो माटो चाहिँ यसले बगाएर लानको बाटो जोगाउँछ। यो भएर चाहिँ मल्चिङ अत्यन्त उपयोगी हुन्छ। र यसले चाहिँ ओभर टाइम यो कुहिएर जाने भएर चाहिँ एउटा डिकम्पोज भएर यसले चाहिँ आफैलाई माटोको चाहिँ क्वालिटी अझ अर्ग्यानिक म्याटरमा चेन्ज गरेर चाहिँ यसले बिरुवालाई फाइदा पुर्याउँछ। यो भनेको पछाडिको अवस्था हो। र रोपेको टाइममा तपाईँको पानी परेको छैन भने, अहिले त ठिकै छ पानी परिरहेको छ, तपाईँको चाहिँ फागुनमा रोप्नुभयो भने, चैतमा रोप्नुभयो भने, वैशाखमा, किनभने मैले वैशाखमा रोप्ने बित्तिकै 5-7 दिन चाहिँ खडेरी जस्तै पऱ्यो। त्यो टाइममा चाहिँ मैले दिनमा चाहिँ एकचोटि मैले चाहिँ यसलाई चाहिँ सिँचाइ गरेको थिएँ र बिरुवा पनि राम्रो भएर आएको छ। मैले तपाईँले चाहिँ अब अरू ठाउँको पनि देखाउँछु तलतिर। र जुन भूभागमा मैले चाहिँ जुन स्लोपी एरियामा गरेको छु, त्यो स्लोपी एरियामा चाहिँ यदि तपाईँहरूले चाहिँ गर्नुभयो भने त्यो स्लोपी एरियाको सराउन्डिङमा, बिरुवाको सराउन्डिङमा कस्तो चाहिँ चेन्जेस गर्नुपर्छ भनेर चाहिँ त्यो भन्छु है, त हेर्दै गर्नु होला। ल साथीहरू, हजुरहरूले हेर्नुहुन्छ अहिले चाहिँ मैले यो मकैको बिचमा लगाएको छैन, किनभने यो टेस्टिङमा मेरो चाहिँ अलि हाई एल्टिट्युडमा छ, तसर्थ मैले चाहिँ रिस्क लिन चाहिनँ। र जुन एरिया चाहिँ खाली छ, बाँझो छ, अलिकति हामीले चाहिँ अरू बालीहरू लगाउन सकिएन, त्यो एरियाको चाहिँ मैले उपयोग गरेको छु। र यो घरै मुनि चाहिँ यो पहिला चाहिँ यो डोजरले खन्ने बेलामा अलि भिरालो बनाइदिएको थियो, र घर अगाडि चाहिँ यो फुलहरू बाहेक केही थिएन, यसरी फुल अनि बेसारहरू थियो, त हल्का फुल्का उखुहरू यताउति थियो भने। अहिले चाहिँ मैले छहारीको लागि चाहिँ केराको बोट व्यवस्थापन गरेको छु।
उता पनि देख्न सक्नुहुन्छ भने बिस्तारै मैले यहाँ फलफुलको बिरुवाहरू पनि लगाउँछु 1-2 वर्षमा त्यो बढेर चाहिँ ठुलो हुन्छ किनभने हामीले त आफ्नो हाइट लगभग 6 फुटभन्दा बढी चाहिँ 1.5 मिटरभन्दा बढी चाहिँ यसको हाइट राखिँदैन किनभने हामीलाई चाहिँ टिप्न बिरुवा व्यवस्थापन पछि काटसाट गर्न गाह्रो हुन्छ र यसको चाहिँ धेरै हाइट पनि लानु हुँदैन किनभने यसको जरा फैलिने चाहिँ क्यापासिटी पनि कम हुने हुँदाखेरि जम्मा हामीले चाहिँ आफ्नो हाइटभन्दा बढी चाहिँ राखिँदैन र मैले चाहिँ तपाईँलाई अघि नै भने यो टेम्पोररी सेड भयो यदि हामीले चाहिँ 2 वर्ष पछाडि चाहिँ यसरी प्लान गरेका छौँ र यदि भए तापनि अहिले चाहिँ हामीसँग सेड भए तापनि यो कलिलो बिरुवाहरूलाई चाहिँ घामपानीबाट जोगाउन र चिसोबाट जोगाउनलाई चाहिँ यो सेड जरुरी छ र यो बनाएँ होइन मैले अनि तपाईँहरूलाई चाहिँ मैले चाहिँ यो पहिला भिरालो थियो होइन यो स्लोप एरिया थियो यतिकै रोपेर मात्रै छोडिदिएको भए हुन्थ्यो तर मैले गरिनँ अझ मैले यहाँ खारेँ लगभग 1 मिटर के भन्छ एभ्री डाइरेक्सन मैले खारेँ किन त भन्दाखेरि जब बिरुवा बढ्दै जान्छ त्यसको रुटहरू पनि बाहिर आउँदै जान्छ हामीले जहिले पनि मल हाल्दाखेरि यहाँ यसको जरामा हाल्ने हो र हाल्ने होइन नि त हामीले चाहिँ यसको अघि मैले चाहिँ 1-2 दिन पहिला मलजल गरेको छु यतिमा आयो मैले यो एरियामा चाहिँ मलजल गरेको छु थोरै माटो उक्काउने अनि डिकम्पोज अलिकति कम्पोस्ट धुलो मल चाहिँ यसरी हाल्ने र फेरि माटोले पुरेर चाहिँ फेरि यसरी चाहिँ मल्चिङ गर्ने र यो मल्चिङ गर्दाखेरि चाहिँ हामीले यो जरा चाहिँ छुवाउनु हुँदैन किनभने यसमा अलिकति एयरवेज छोड्नुपर्ने हुन्छ हावा छिर्नको लागि किनभने यो हावा छिरेन भने यसमा चाहिँ फेरि किरा लाग्ने कुहिने ढुसी लाग्ने गरेर चाहिँ यसमा समस्या आउन सक्छ यसरी बिरुवाहरूलाई चाहिँ हामीले चाहिँ व्यवस्थापन गर्नुपर्छ र बाँकी भिडियोहरू पनि हजुरहरूले चाहिँ यदि सिक्न चाहनुहुन्छ भने मैले जानेको कुरा है मैले जति जाने त्यति भन्न सक्छु म कुनै प्राविधिक स्पेसियलिस्ट होइन मैले सामान्य ट्रेनिङ मात्रै 2 दिनदेखि 1 हप्ताको ट्रेनिङ गरेर मैले यो खेती गरेको हुँ र चाहिँ भिडियो अलिकति लामो भयो र के कुराहरू छुट्याएको छु भने हजुरले भन्नु होला मैले पनि आफ्नो गल्तीहरू पनि धेरै गल्तीहरू गरेँ यो काम गर्ने जुन पिरियडमा तसर्थ यही गल्तीहरूलाई चाहिँ सच्याउँदै हजुरहरूलाई पनि बेलैमा अलिकति सचेत गरौँ तसर्थ तपाईँहरूको लगानी र मेहनतको चाहिँ बचत होस् भनेर चाहिँ मैले यसरी भिडियो बनाएको हुँ हस्त हेरेर चाहिँ तपाईँहरूले चाहिँ लाइक सेयर फलो गरिदिनु होला यदि कफी पारखी तथा कफीमा इन्ट्रेस्ट राख्नुहुन्छ भने सब्सक्राइब गरिदिनु होला हस्त धन्यवाद।